हाई गाइज, वेलकम बैक टू माई यूट्यूब चैनल। आज पनि म फेरि मुक 1 को भिडियो लिएर आइरहेको छु हैन। अनि म चाहिँ यहाँनिर गर्छु मुक 1। अनि मेरो चाहिँ रुमको अहिले हालत यस्तो छ, छटपस्ट। मैले यसलाई सबै मिलाएर चाहिँ अनि त्यस पछाडि चाहिँ मैले करेन्ट पनि ल्याएको छु हैन। एउटा करेन्ट प्लस मोमो अनि अंडा के हुन्छ त्यसलाई म मिक्स गरेर मुक 1 गर्दैछु हैन। फर्स्ट अफ अल चाहिँ म मेरो रुमहरु सेटअप गर्छु, मिलाउँछु। सेटअप गर्नलाई त मसँग त्यति धेरै केही नै छैन सामानहरु, सो त्यही पनि आई विल ट्राई माई बेस्ट भन्दै चाहिँ अहिले चाहिँ म रुम मिलाउँछु अनि तपाईहरुसँग भेट्छु। सो गाइज, मलाई चाहिने सामान चाहिँ मैले यहाँ रेडी बनाइसकेको छु। यहाँ मोमो छ हैन, अनि यहाँ करेन्ट छ, अन्डा छ, अनि यहाँ भाँडाहरु चाहिँ रेडी पारे नि मान्छे अब यहाँ टेकेर यहाँ चढ्नु पर्ने हुन्छ हैन। हाम्रो मैडम जी चाहिँ अगाडि नै आएर बस्नु भएको छ। ओ हटिएन मैडम जी, मैडम जी। उहाँले भन्नुभएको म लड्छु कि भनेर कुर्सी दह्रो पारिदिएको रे थाम्नलाई। अनि म चाहिँ यहाँ छु हैन। सो फाइनली म चाहिँ सक्सेस भएको छु एन्ड थ्यांक यू सो मच मैडम जी। अब चाहिँ म फटाफट रेडी गर्छु। पहिला त मैले चुलोलाई अन गर्नुपर्ने हुन्छ अनि यसमा चाहिँ पानी हाल्नुपर्ने हुन्छ। सो सम्म सबै रेडी बनाएर चाहिँ म अन गर्छु। सो गाइस, यहाँ चाहिँ मोमो तात्दै छ हैन। अनि उहाँ चाहिँ यति विश्वासले बस्नु भएको छ हैन, उहाँलाई केही हुँदैन भन्ने विश्वासले बस्नु भएको छ। अनि यहाँ चाहिँ म छु हैन। अनि मैले चाहिँ काँडावाला चम्ची भेटिनँ किनभने त्यहाँ माथि छ नि त। अनि घरमा कोही हुनुहुन्न क्या, घरमा कोही हुनुहुन्न। अनि सो म चाहिँ यहाँ त चाहिँ धेरै उपद्रव गर्दैन किनभने जे पनि हुन सक्छ घरमा नभएको कोही नभएको बेला हैन। सो यही हो। उहाँ नि अब माथि हेर्नु हुँदैछ के पाक्दैछ भनेर। चेक गर्नु हुँदैछ उहाँले। यहाँ चाहिँ मोमो छ पुरी। मोमो तात्दै छ गाइस। हिजो मम्मीले मोमो बनाउनु भएको थियो अनि त्यस पछाडि म चाहिँ हिजो छिटै सुतेको थिएँ, मजाले खाएन। अब आज खाने हो डेन्जर। त्यस्तै हो गाइस। अब म चाहिँ यहीँ तलको पानीमा अहिले टुपियाम र अन्डा पनि पकाउँछु भनेर अनि यतिकै छोडिदिएको। कस्तो हुन्छ मलाई थाहा छैन, मेरो चाहिँ फर्स्ट ट्राई हो। सबैले हेरेर मन पराइदिनु होला। सो गाइस, मेरो चाहिँ अहिले भर्खर दिमाग आयो हैन। मैले यसरी अन्डा हाल्दै भन्दा दुईटा काम हुन्छ, अन्डा पनि पाक्छ, पानी पनि उम्लेको छैन। अनि मोमो त्यहाँ हालिदिन्छु। सायद मैले मोमो एकैचोटि धेरै तताएँ हैन। मलाई चाहिने म तताउँछु हैन, किनभने यो हिसाबले त मोमो पाक्दैन, भरे बेलुकासम्म लाग्छ। मेरो दिमाग ढिलो आउँछ। यसरी हालेर चाहिँ घरमै बनाएको मोमो हो मेरो, मम्मीले बनाउनु भएको गाइस। दिमाग धेरै तताउने भएर अन्डा पाला फुल भयो भने यति मात्रै खान्छु होला म। यता त खाइसक्दैन, त्यही पनि तताइरहेको। अहिले त्यसो। सो गाइस, म चाहिँ यो सोचिरहेको छु, मैले दिमाग त लगाएँ तर अन्डा चाहिँ धेरै पाक्छ कि पाक्दैन हैन, भरे पालात त भयो नि भनेर डर पनि लागिरहेको छ। आँखामा तातो हुँदो रहेछ। झुम्रो पनि छैन यार। म्याउ झुम्रो लिएर आऊ त भन्दा पनि तिमी बुझ्दैनौ। झोला सोला पनि केही छैन यहाँनिर छेउछाउ।
सो गाइस 10-15 मिनट भयो हैन। तलको अन्डा फुट्छ भन्ने मलाई पिर लागिसक्यो। पाकिसकेको छ यो त मजाले। मैले चाहिँ यही पानीमा उयो पनि पकाइदिएँ हैन, टुपियम। सो गाइस मेरो चाहिँ यस्तो छ मुगवाङको तयारी। अब म चाहिँ यो भित्र लगेर हल्का सेटअप मिलाएर भेट्छु। गाइस मसँग चाहिँ मोमोज छ, टुपियम छ, अनि यो अन्डा अनि माछा छ, मोमोको अचार यहाँ छ। सो गाइस फाइनली यो चाहिँ मैले यो माछाको काँडाहरू राख्न ल्याएको होइन। अनि क्यामेराको एङ्गल के भइरहेको, पेन्सिल इरेजर सार्पनर मेरो सबै यहीँ हुन्छ। सो गाइस फाइनली मैले चाहिँ आफ्नो लागि बनाएँ होइन। आधी घन्टा लाग्यो यार मलाई। सिराइसकेको छ। यसलाई मोलौँ। आइरन म खाइसक्छु सक्दिनँ किनभने म धेरै खानेमा पर्दैन। यो टुपियम भयो भनेपछि यहाँनिर चाहिँ मोमो छ अनि 2 पिस माछा छ। अनि मैले चाहिँ कोल्ड ड्रिङ्कको सट्टा यो आइसक्रिम लिएको छु। त्यसपछि पानी ल्याएको। मेरो घरमा धेरै जङ्क फुड खान दिनुहुन्न क्या, त्यही भएर काँडावाला चम्चै भेटिनँ अनि यतिकै हान्दिन आँटेको होइन। मैले चस्मा खोल्यो। मैले त्यहाँ पर के हुँदैछ अब केही देख्दैन। अब खान्छु ल, खाइ ल। मैले अचार यही साइडमा हाल्ने निर्णय गरेँ किनभने मोमो अझै छ नि त। अनि मम्मी बाबाले पनि खानुहुन्छ होला सायद, सो किन जुठो लाउने है। मैले हातैले हान्दै ल। यो चाहिँ हिजै न्यू इयरमा पकाउनु भएको हो। बेलुका मम्मीले, अनि म चाहिँ बेलुका सुतेको थिएँ क्या। 4-5 बजे सुतेको थिएँ। अनि म धेरै खाएन। म भोलि धेरै खान्छु ल भने मम्मी ल भन्नुभयो। ठिक हो क्या। मम्मी बाबाहरू चाहिँ अहिले बिहामा जानुभएको छ, त्यही मौकामा मैले दुध बनाएको। किनभने मेरो घरमा अलिक जङ्क फुडहरू खान अलाउड छैन, राम्रो पनि होइन यो सब खानु।
धेरै दिन पछाडि खाएको पिरो भयो यार। आई डोन्ट नो आवाज कतिको आइरहेछ होइन होइन। फ्यान पनि चलिरहेको बिग बाइट भन्दै खाएको क्या म त्यो खतरा प्रो मुखबाङ गर्न जस्तो गरेर। काँटावाला चम्ची मैले भेट्दिनँ क्या, भेट्न सकिनँ माथि खण्ड। अब आफ्नो चाहिँ छेउछाउमा टिस्यु पनि छैन, यत्तिकै हान्दिने हो। माछा खान पनि डर लाग्छ यार, एक खुट्टा घाँटीमा अड्केर त्यसलाई हेरेर खान्छु। मैले गाइस सुरुमै सरेन्डर गरिदिएको छु। मलाई जहाँदेखि म अगाउँछु मैले चाहिँ खान सक्दिनँ है भन्ने मलाई फिल हुन्छ, म त्यहाँनिर स्टप गरिदिन्छु है। सकेसम्म आई विल ट्राई माई बेस्ट, किनभने मैले भिडियो बनाउने भनेर अगाडिदेखि नै प्लान बनाएको हो होइन। मलाई लगभग आधी घन्टा लाग्यो यो सब रेडी गर्नलाई, हात पनि पोलो अलिअलि। सक्छ त कसैले सक्दैन नि फेरि अरे। फर्स्ट टाइम आफै अन्डा पकाएको, फर्स्ट टाइम अन्डा पकाउनु बिहान चाहिँ पकाएको छु होइन। अनेस्टली भन्दाखेरि घरमा हुँदा घरमा एक्लै हुँदा म बिहान खाने गर्छु एक्लै भयो नि। अरू अन्डा त्यसरी मैले कहिले गरेको थिइनँ। दामी पारेर पाकेको लागि
रातिमा खान सक्छु होला। कपाल परेको जस्तो लाग्दैन मुखमा। चिसो पानी ल्याएको चाहिँ अलिकति त्यहीँ छोड्दैछु। वो आउँछ न काम तेल खायो भने फेरि अगाइहाल्ने है। पकाउँदा पकाउँदै अगाएको थिएँ म त। फेरि मैले बिहान खाना खाएँ क्या। तू क्या मुख बनेगा रे? बंदे होला भिडियो होइन रे, बनाऊंगी। जिन्दगीमा खानु पनि साह्रो रहेछ गाइड। यो भिडियो चाहिँ काटिँदैन होला गाइड, कति भइसक्यो भनेर। मुखमा गर्नेहरू चाहिँ यसो गनको मुखमा यस्तो बुझो राखेर खानुहुन्छ होइन, त्यो भएर चाहिँ बमिट आउँछ जस्तो फिल हुँदैन। मलाई त मुस्कुरा जस्तो भइरहेको। एक दुई तीन चार पाँच छ छवटा सत्तु भी गयो।
कम्पिटिसन भिडियोहरू हुन्छ नि, यति मिनटमा यति खानेर यति प्राइज पाउने हो, तिनीहरूले खाएको देख्दा म चाहिँ एकचोटि नखाइसक्छु होला जस्तो लाग्छ है। तर जब आफूलाई खानुपर्छ नि, अनि बाउको बेली खिँदैछ। अगाडि तर मलाई एक बोतल पानी खाइसकेको होइन नि, यतिबाट खाएको। पहिला त म खाइसक्थेँ त मोमो त त्यति एकदम टाइट साह्रो अब। मेरो भनेको चाहिँ जब म अगाएको फिल हुन्छ त्यहाँ म सब गरिदिन्छु भनेको भनेको थिएँ होइन। त्यहाँ मलाई गिबस्ती गर्नु मन लागेको छैन, यो मोमो अनि यति सक्नु मन लागेको छ होइन। त्यो पिएम चाहिँ model kaya disita मेरो घर मात्र हो, घरमा बस्नु त भिडियो बनाऊँ भनेर मात्र हो होइन। म अब यहाँहरूलाई त्यति खाँदिनँ, अन्डा चाहिँ खाइदिन्छु। नो एडिटिङ होइन, जेन्युन अनेस्ट मुखवान हो यो चाहिँ। मैले रहर मात्रै पुरा गरेको हो होइन, तपाईँले खाएको देखेर। अब अझै पनि बनायो भने चाहिँ 2-3 दिन अगाडिदेखि म केही खाँदिनँ,
जस्तो अगाडि जस्तो केही छैन प्लस भनेको म बरु भ्लगिङै गर्छु कहिलेकाहीँ रहर लाग्यो भने म गर्छु होइन त्यो छुट्टै कुरा हो तर त्यो ढाले चाहिँ मैले नसक्ने रहेछु सो गाइस यति बनाएँ मैले सो आई गिभ अप सुना हो पाएगा सो थैंक यू सो मच गाइस थैंक यू सो मच गाइस कसले हेर्नु भयो दुईटा मोमोले खाइदिउँ भनेको कसले मेरो भिडियो हेरिदिनु भयो होइन कसले हेर्नु हुनेवाला तपाईले गएर हेर्नु होला मैले भन्दा अगाडि पनि बनाएको छु बनाउनु ल सायद टुपिया पनि त्यस्तै के बनाएको छु होइन त्यो मैले टिकटकमा रिभ्यू गरिनँ किनभने मलाई कस्तो उयो लाग्यो और लाग्यो त्यही भएर मैले गरिनँ यसमा टिकटकमा पनि हाल्छु सक्दिनँ भाइ त्यो फाल्दिने बेला अब जबरजस्ती यो दुईटा चाहिँ खाइसकौँ भनेर सोचेको थिएँ नसक्ने रहेछ त्यही हो गाइस थ्याङ्क यू सो मच फर वाचिङ माई फुल भिडियो चटकी भिडियो भन्नु भने मासु लाग्छ नि त Thank you so much for watching my full video. Love you all. Bye guys. Bye bye.